मासी आज चाहिँ हामी यहाँ आफ्नै गाउँ हो माइत गाउँमा चिम्लीमा आएका छौँ। यहाँ भ्यू पोइन्टहरू हेर्नुको लागि यहाँ यस्तो छ रुखहरू है, मजाको बनाएको रहेछ। हेरिहाल्नु होला, यहाँ आएका छौँ, घुम्ने जग्गा रहेछ हौ यहाँ। उहिले त थिएन, जङ्गल थियो, हामी यतै सानोमा घुमिहिँड्थ्यौँ। यस्तो अहिले चाहिँ यस्तो बनाएको रहेछ यतातिर, यस्तो छ, कति राम्रो यस्तो रहेछ। हेर्नु होला, यहाँ यस्तो रहेछ है, कति शान्ति जग्गा। यतै बसिरहँ जस्तै लाग्यो, यस्तो रहेछ है, मजाको लाग्यो। यस्तो बनाएको रहेछ है। यता चाहिँ बाहिरको मान्छेहरू आएर चाहिँ यता घुम्छ है, साइट सिनहरू मजाको राम्रो छ। अहिले मौसम पनि एकदमै राम्रो भएको छ। यहाँ यस्तो छ, यहाँ चाहिँ बस्ने हावा रहेछ है, हेर्नुहोस् यस्तो रहेछ, एकदमै राम्रो छ जग्गा। हेर्नु होला तपाईँहरूले पनि। यताबाट झरेर चाहिँ तल देखिन्छ, तपाईँहरूलाई देखाउँदै जान्छु। यहाँ चाहिँ यस्तो रहेछ, मजाको फोटो खिच्ने जग्गा हो। यस्तो रहेछ है, यहाँ चाहिँ हामी माथि लाँदैछु तपाईँहरूलाई। आइया प्रभु, यहाँ चाहिँ यस्तो छ, यहाँ हेर्नुहोस् है तपाईँलाई, यस्तो छ। यो चाहिँ भालु हो कि के हो है, तपाईँहरूलाई माथि लान्छु ल तपाईँहरू पनि। अब म यहाँ माथि चढेँ, यहाँ हेर्नुहोस् होला है। हौ के नखान्न म, यस्तो छ। यो चिम्नी चाहिँ, यहाँ चिम्नी किन भनेको भनेदेखिलाई यो गाउँलाई, यो ब्रिटिसको टाइममा चिम्नी बनाएको थियो यहाँ है, त्यही भएर गाउँलाई चिम्नी भन्छ। खास चाहिँ चिम्नी चाहिँ यहाँ छ है। अहिले तपाईँहरूलाई छेउमै लानेछु है। अन्त यहाँ चाहिँ हावा घर रहेछ है, माथिबाट हेर्ने।